ब्लड प्रेसर चाहिँ 120 का पनि 80 भयो, जुन चाहिँ नर्मल मान्छौँ। उहाँलाई कुनै अरू खालका सिम्पटमहरू पनि छैनन्, आनन्दले आफ्नो जीवनयापन गरिरहनु भएको छ। तर उहाँलाई कुनै दिन यस्तो दिन आउँछ कि ओहो मेरो त नर्मल भयो, अब त औषधि छोडिदिने हो, छोडेर हेरौँ न भन्ने बानी सबभन्दा खतरनाक घातक हुन सक्छ। नर्मल ब्लड प्रेसर ल्याउनै खोजेको यहाँको चिकित्सकले हो र त्यो नर्मलमा राखेर तपाईँलाई कुनै साइड इफेक्ट छैन भने त्यो डोजेज तपाईँको लागि पर्याप्त छ। त्यो डोजेज निकाल्नु भनेको होइन। मधुमेह जसलाई हामी डायबिटिज भन्छौँ अङ्ग्रेजीमा, डायबिटिज, उच्च रक्तचाप जसलाई हाइपरटेन्सन भन्छौँ, त्यसै गरी कोलेस्ट्रोलको व्यथा, कोलेस्ट्रोलका विभिन्न कम्पोनेन्ट हुन्छ, डिसलिपिडेमिया भनेर हामी ओभरअल कुरा गर्छौँ। ती व्यथाहरू भनेको यो दीर्घ रोग हो। यो चाहिँ लामो समय अथवा भन्नुपर्दा जन्मभरि रहने व्यथा भएको हुनाले हाम्रो कोसिस चाहिँ के हुन्छ भन्दाखेरि एउटा गाइडलाइनले भनेअनुसार र बिरामीले टोलरेट गरुन्जेलसम्म ती औषधिहरूले जुन व्यक्तिलाई सुगर छैन अथवा जुन व्यक्तिलाई प्रेसर छैन, जुन व्यक्तिलाई कोलेस्ट्रोलको व्यथा छैन, त्यो नर्मल व्यक्तिमा जति हुनुपर्छ त्यो ल्याउने हाम्रो कोसिस हुन्छ। जस्तै तपाईँलाई इक्जाम्पलको लागि म एउटा उदाहरणको लागि कुरा गरिदिन्छु। ब्लड प्रेसर तपाईँको कुनै समयमा 160 थियो, अभियसली त्यो बढी हो, माथिको सिस्टोलिक ब्लड प्रेसर, तलको 100 थियो। मैले यहाँलाई कुनै एउटा औषधि दिएर घर पठाएँ। घर पठाएको भनौँ न हामी 3-4 हप्ता त वास्तवमा इमर्जेन्सी छैन भने कुर्छौँ नै, त्यो एउटा गाइडलाइनले भनेको कुरा हो। त्यो कुरेर उहाँको ब्लड प्रेसर चाहिँ 120 का पनि 80 भयो, जुन चाहिँ नर्मल मान्छौँ। उहाँलाई कुनै अरू खालका सिम्पटमहरू पनि छैनन्, आनन्दले आफ्नो जीवनयापन गरिरहनु भएको छ। तर उहाँलाई कुनै दिन यस्तो दिन आउँछ कि ओहो मेरो त नर्मल भयो, अब त औषधि छोडिदिने हो, छोडेर हेरौँ न भन्ने बानी सबभन्दा खतरनाक घातक हुन सक्छ। किनभने कहिलेकाहीँ औषधि दिएर नर्मल पारेको प्रेसर, ब्लड प्रेसर औषधि छोडिसकेपछि एकैचोटि ऱ्यापिडली सुट गर्न सक्छ। जुन कन्डिसनमा सुट गर्ने भनेको बढेर जान सक्छ, एकदम 81 बढेर जाँदाखेरि यसले रगतका नली सम्बन्धी विभिन्न खालका बिमारीहरू जस्तै स्ट्रोक हुन सक्ने, हार्ट एट्याक हुन सक्ने, हृदयघात जसमा रगतको नली बन्द हुन्छ, त्यस्ता खालका घटनाहरू भएका पनि हामीले भेटिरहेका हुन्छौँ। त्यही भएर सबैलाई जानकारीको लागि एउटा कुरो के हो भने नर्मल ब्लड प्रेसर छ भनेको औषधि छोड्नु भनेको होइन। त्यसले के इङ्गित गर्छ भने नर्मल ब्लड प्रेसर ल्याउनै खोजेको यहाँको चिकित्सकले हो र त्यो नर्मलमा राखेर तपाईँलाई कुनै साइड इफेक्ट छैन भने त्यो डोजेज तपाईँको लागि पर्याप्त छ। त्यो डोजेज निकाल्नु भनेको होइन। तपाईँलाई अर्को पनि उदाहरण दिन्छु। जस्तै तपाईँहरू मेरोमा आउनुभयो, मैले 3 हप्ता 4 हप्ता पछि चाहिँ औषधि खाएको, आउनुहोस् है एकचोटि भनेर बोलाएको कारण के हुन्छ भने तपाईँको म्याक्सिमम ब्लड प्रेसर घट्यो कति, तल कति पुग्यो त्यो हेरिदिनु छ। अर्को कुरो औषधि खाएपछि औषधिका कुनै साइड इफेक्टहरू स्टार्ट भयो कि भनेर हेर्नुपर्ने हुन्छ। र तपाईँहरू आउँदाखेरि मैले तपाईँहरूको ब्लड प्रेसर घटेको देखिनँ अथवा टार्गेटेड ब्लड प्रेसर छैन, बढी नै छ भने म तपाईँहरूलाई, हामी चिकित्सकहरूले अवश्य केही औषधि त्यसमा एड गर्छौँ। तपाईँको ब्लड प्रेसर एकदमै घटेर गयो, रिङ्गटा चल्यो तपाईँलाई भने खाइरहेको औषधिमा केही परिवर्तन गरेर डोजलाई कम गर्छौँ। तर तपाईँहरूको ब्लड प्रेसर अथवा रक्तचाप चाहिँ नर्मलमा छ, तपाईँलाई साइड इफेक्ट पनि केही पनि छैन भने हामी त्यही नै औषधिलाई दोहोऱ्याएर खानुहोस् र अब कुनै समयपछि हामी यसरी भेटौँ भनेर हामी यहाँलाई जानकारी दिन्छौँ।